महेशजीले N4 लेभलको एउटा महत्त्वपूर्ण व्याकरण ग्रामर सिकाउनु भएको छ। प्रश्नको विश्लेषण। भिडियोमा सोधिएको वाक्य यस्तो छ: वातासी वा हिरु गुहान ओ ताबेरु जिकानगा ओसोई इच्चुमो निजी कोरोदा। म दिउँसोको खाना ढिलो खान्छु, सधैँ 2 बजेतिर खान्छु। यसका विकल्पहरू थिए: गोरो भनेको तिर अथवा आसपास समयको लागि, योरी भनेको भन्दा तुलना गर्दा प्रयोग हुने, गा भनेको कर्ता चिनाउने पार्टिकल, नि भनेको समय वा स्थान बुझाउने पार्टिकल। सही उत्तर र कारण। यसको सही उत्तर 1 गोरो हो। किन भयो त? समयको अनुमान। जब हामी ठ्याक्कै समय नभनेर यति बजेतिर भन्छौँ तब गोरोको प्रयोग गरिन्छ। यहाँ 2 बजेतिर खान्छु भन्न खोजिएको छ। नियम। जापानी व्याकरण अनुसार नि पार्टिकलको प्रयोग देश वा दा भन्दा ठिक अगाडि हुँदैन। यहाँ वाक्यको अन्त्यमा दा भएकोले नि राख्न मिल्दैन। अन्य विकल्प। योरी तुलना गर्न प्रयोग गरिन्छ र गा यहाँ सान्दर्भिक छैन। विद्यार्थीहरूले ध्यान दिनुपर्ने मुख्य बुदाहरू। ट्रिक 1। प्रश्न हल गर्दा खाली ठाउँ भन्दा अगाडि र पछाडि के छ ध्यान दिनुहोस्। यहाँ अगाडि समय 2 बजे र पछाडि दा छ। ट्रिक 2। देश वा दा भन्दा अगाडि समय आएमा नि पार्टिकल प्रयोग गर्नु गलत हुन्छ। यस्तो अवस्थामा गोरो सही हुन्छ। शब्दावली। हिरु गुहान भनेको दिउँसोको खाना, ओसोई भनेको ढिलो, इच्चुमो भनेको सधैँ। पूरा वाक्य: वातासी वा हिरु गुहान ओ ताबेरु जिकानगा ओसोई इच्चुमो निजी गोरोदा। म दिउँसोको खाना ढिलो खान्छु, सधैँ 2 बजेतिर हो। प्लिज सब्स्क्राइब गरिदिनुहोस्। धन्यवाद। तपाईको दिन शुभ रहोस्।